हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते। सो सबैजनालाई ह्यापी दसैँ। दसैँको धेरै धेरै शुभकामना छ। मेरो जति पनि आफन्त हुनुहुन्छ अनि जति पनि मेरो फेसबुक फ्यामिली हुनुहुन्छ सबैलाई ह्यापी दसैँ। सो रेडी गर्दैछौँ अब टिकाको लागि हो। अनि यहाँ चाहिँ जमारा हेर्नु कस्तो मजाले भएर आएछ जमारो पनि। अनि यहाँ मम्मीले रेडी गर्नु हुँदैछ। यो चिनो प्लेट यसमा राखिन्छ अब जति पनि टिका मुसेर हो। अनि यहाँ रेडी हुँदैछ। अब प्रासु पनि यहाँ रेडी भइसकेको छ। पता नै कहाँबाट आइलाइनर लगाएको छ। प्रासुले लगाउनु हुन थियो। अनि अब त्यही हो बडी मान्छेको ड्युटी। म चाहिँ यहाँ एकदम कुकिङ गर्दैछु। अहिले रेडी हुँदैछन्। अनि आज चाहिँ यहाँ के बनाएँ त मैले भनेर म तपाईहरुलाई देखाउँछु है। दसैँको यस्तै छ। खसी ससी नै खाइन्छ। हिजोभरि नै खसी खाइन्छौँ हामीहरू। अनि हेर्नुहोस् है, यो चाहिँ गरम गरम खसीको झोल पुरा बसो हालेर बनाएको छु हो। अनि अनि आज चाहिँ बिहिबार परेछ कि। अनि हाम्रो घरमा चाहिँ निरामिस खाने हुनुहुन्छ नि त दिदी मम्मीहरू। अनि उनीहरूको लागि चाहिँ अलग्गै निरामिस पनि बनिएको छ। तातो भएर खोल्नु पनि सकेन गाइस। त्यस्तै हो, तातोले हात पनि पोलिहाल्छ। हेत्तेरिके यो चाहिँ दाल हो। अनि यो चाहिँ मैले कडी पत्ताले झानेको। अनि कुकरमा चाहिँ छ चावल। यस्तै हो। अनि यहाँ चाहिँ इस्कुस र लौकाको बल। अनि एकदम मलाई मनपर्ने बनाएको छु आज। यो चाहिँ अचार, गोर्खाली अचार। यो चाहिँ हो आलु मटर और हरियो खुर्सानी तिल हालेर बनाएको है गाइस। यो चाहिँ तिल। सो यसै बनाएको। अरू पनि छ, अलिअलि निरामिस बनिँदैछ तर बनिरहेको छैन हो। जति बनेको छ त्यति नै देखाउँदैछु मैले तपाईहरुलाई। सो यस्तै छ दसैँको। सो अहिले स्टार्ट भएको छैन हाम्रो चाहिँ टिका लगाउने। अनि कुकिङ चल्दैछ हो, लगभग कम्प्लिट भइसक्यो। सो अब टिकाको प्रोग्राम पनि सुरु भयो। अब खानापिना जति पनि बनाउनु थियो दसैँको हैन, सबै बनाइ भएर रेडी भएर यहाँ चाहिँ म बसिसकेँ मेरो हस्बेन्डसँग टिका लगाउन लागि। अनि सबैभन्दा पहिला चाहिँ हामी नै बस्छौँ किनकि हामी चाहिँ दुईजना घरको जेठा जेठी हो नि त, जेठा छोरा र जेठी बुहारी। सो मम्मी पापाले हामीदेखि नै सुरुवात गर्नुहुन्छ। अनि पापालाई चाहिँ हामी सबैजनाले सर्ट लगाउनु भनिरहेको थियौँ हो। अनि पापा चाहिँ मान्नु भएन लगाउनु लागि। बनियानमै टिका लगाइदिनु हुँदैछ गर्मी छ भनेर। चलो कोही बात छैन, बनियानमै भयो भने नि सबैभन्दा ठुलो त ब्लेसिङ्स हो हैन। अब आमा बाबाको ब्लेसिङ्स सबैभन्दा ठुलो हो, कपडाले त म्याटर गर्दैन। सो त्यहाँबाट हामीले टिका लगाउनु स्टार्ट गऱ्यौँ। नानीहरू पनि बसिरहेको थियो, उनको पालो कतिखेर आउँछ भन्दै एकदम एक्साइटेड भएर बसिरहेको थियो। त्यस्तै हो केटाकेटीहरू चाडबाड कहिले आउँछ, दसैँ दिवाली कहिले आउँछ किनकि दक्षिणा पाइन्छ नि त धेरै धेरै। त्यही भएर उनीहरू चाहिँ धेरै एक्साइटेड हुन्छ। हामी पनि सानोमा त्यस्तै थियौँ, कहिले दसैँ आउँछ कहिले दिवाली आउँछ, नयाँ नयाँ कपडाहरू लगाउनु पाइन्छ हैन, टिका लगाएर पैसा पाइन्छ भन्दै कस्तो खुसी हुन्थ्यौँ कि पर्खेर बस्थ्यौँ। हामी पनि त्यस्तै थियौँ सानोमा हो। सो नानीहरू पनि त्यस्तै हो। त उनको चाहिँ पालो आएको थिएन नि त, हेरेर बसिरहेको थियो हामीको टर्न कहिले आउँछ भनेर। अनि दसैँ पनि यस्तै टिका लगाउँदै मनाइन्छ। अब मलाई चाहिँ धेरै मजा लाग्छ है दसैँ चाडबाड चाहिँ एकदम रमाइलो लाग्छ। सालमा एकखेप आउँछ हो, नेपालीको चाड सबैभन्दा ठुलो चाड हो यो दसैँ। सो साह्रै रमाइलो लाग्छ मलाई चाहिँ। अनि यहाँ चाहिँ छोराछोरीहरू बसिरहेको थियो, कोही हाई गर्दै कोही के गर्दै एकदम। सो हाम्रो पनि पाली खत्तम भयो अनि टिका लगाइ भएर अब यहाँ बस्नुभएको छ हाम्रो माइला देवर र अनि दुईटा छोरीहरू। अनि बुहारी चाहिँ अलिकति हुँदैन थियो उसलाई, त्यही भएर ऊ बस्नु भएन। अनि यहाँ यिनीहरूको पनि पाली आए, यिनीहरूलाई टिका लगाइदिनु हुँदैछ मम्मीहरूले। सो हेर्दै जानुहोस् मेरो भ्लग। सो अब यहाँ चाहिँ बस्नुभयो हाम्रो घरको कान्छी नन्द अनि उनको हस्बेन्ड हाम्रो कान्छा ज्वाइँ। दुईजनाले टिका लगाउनु हुँदैछ, बाबा र आमाको हातको, मम्मी पापाको हातको। उसके बादमा केटाकेटीहरूको टर्न आयो हो। यहाँ चाहिँ हाम्रो दुईटा छोरी बसे। अनि यिनीहरूलाई चाहिँ हरेक साल हामी दुईजनाले टिका लगाइदिने गरेको छौँ जति पनि घरको नानीहरू छन् नि। किनकि मम्मी पापाको नेक्स्टमा चाहिँ हामी दुईजना ठुलो हो, त्यही भएर हामीले चाहिँ सबै नानीहरूलाई टिका लगाइदिने गरेको छौँ। सो यहाँ चाहिँ टर्न वाइज सबैजना नानीहरूलाई हामीले टिका लगाइदिँदैछौँ। सबैभन्दा ठुलो चाहिँ यो दुईटा छोरी हो घरको। अनि त्यहाँबाट यो पुच्ची सानो सानो नानीहरू, मेरो छोरी भान्जा हो अनि छोरा, यिनीहरूको टर्न पनि आउँछ। सो यिनीहरूलाई हामीले टिका लगाइदिँदैछौँ।
यसरी नै मनाइन्छ, मजा आउँछ। केटाकेटीहरू पनि धेरै इन्जोय गर्छन् दसैँको टाइममा हो, एकदमै ज्यादा एक्साइटेड हुन्छन्। अनि यिनीहरूलाई ह्याप्पी देख्दाखेरि आफू पनि कस्तो खुसी लाग्छ नानीहरूलाई रमाएको देख्दाखेरि। अनि यस्तै हो। अब यहाँ चाहिँ हामी सबैले टिका लगाइ भ्याइसकेर अब जानु आँटेको मामा माइजू घरमा, आन्टीको घरमा, काका काकी घरमा हो। अनि बाहिर मौसम चाहिँ पुरा पानी पर्ला जस्तो भएको थियो। हिजो चाहिँ दिनभरि पानी परेको थियो, तर बिहान चाहिँ अलिक घाम लागेको जस्तो भएको थियो र मजा हुने रहेछ भनेर सोचेको त एकछिनमा त कालो भइदियो पानी पर्ला जस्तो भएर। तब पनि हामी त अब जानुपर्छ होइन, टिका त मिस गर्नु हुँदैन भनेर। अनि सबैजना यहाँ दुकानको अगाडि वेट गर्दै थियौँ मम्मी पापाको हो। अनि यहाँ चाहिँ मेरो माइली देउरानी पनि रेडी भएर बसिरहेको रहेछ। अनि केटाकेटीहरू पनि आगे आगे जाँदैछन्, हामी चाहिँ यहाँ वेट गर्दै थियौँ मेरो पापाको। अनि हिलो देखेर त दिमाग खराब भएको थियो। अलिअलि हिजोको हिलो सुकेकै थिएन कि आज फेरि पानी पऱ्यो त्यहाँ वाइचङमा। अनि म चाहिँ अलिकति यहाँ नक्कल पार्दै थियो, अलिकति रिल्स सिल्स बनाउनु पऱ्यो भनेर चाहिँ उभिँदै थिएँ, पानीमा भिज्दै भयो भने के छ र भन्दै। तर मेरो बालको चाहिँ पुरा हालत खराब थियो। हेरिदिनुहोस् न मेरो बालको हालत कस्तो भएको छ, एकदम ड्राई हो। जति पनि सेम्पू कन्डिसनर मैले युज गर्दाखेरि पनि मेरो बाल त्यस्तै भइदिन्छ। पता नहीं हिजो आज के भएको, मेरो बालको हालत चाहिँ पुरा खराब भएको छ। अनि यहाँ चाहिँ अलिकति नक्कल पार्दै भयो, रिल्स बनाउनु पऱ्यो भन्दै पानीमा भिज्दै उत्यो गर्दै थिएँ। मेरो चाहिँ मलाई चाहिँ सबैले हेर्दै जिस्काउँदै थियो। भाउजू चाहिँ पानीमा भिज्दै भयो नि चुल पुरा भिजाउनु हुँदैछ, खराब हुन्छ तपाईँको चुल भन्दै मलाई भन्दै थियो। मैले ड्याम केयर केही पनि छैन, आज दसैँ हो, कोही बात छैन, अलिअलि भिज्यो भने नि कोही बात छैन, रिल्स त बनाउनु पर्छ साडीमा भन्दै भनिरहेको थिएँ। तर एउटै रिल पनि बनाउनु पाइनँ। अनि यहाँ चाहिँ मम्मी पापाको वेट गर्दा गर्दा फाइनली मम्मी निस्किनु भयो। अनि मम्मी चाहिँ पुरा छाता ओढेर आउनु हुँदै रहेछ हो। अनि कति ब्युटिफुल नजर आउनुभएको मम्मी, आसमिस मेख्ला लगाउनु भएको रहेछ। अनि यहाँ चाहिँ सबै घरको जेन्ट्स पार्टीहरू बच्चाहरू सबै आगे आगे, हामी चाहिँ उनको पछि पछि। अनि म चाहिँ आम्ब्रेला साम्ब्रेला के ओढिराख्नु, यत्रोजना थियो कसलाई पुऱ्याउनु छाताले होइन। अनि त्यही भएर म चाहिँ होस् पानी पऱ्यो नि जेसुकै होस् अलिअलि भयो नि भिज्दै जाइन्छ, कन्साको दूर होलो यी पास त छ घर भन्दै म चाहिँ बिना अम्ब्रेला ओढेरै जाँदै थिएँ। अनि फाइनली हामी सबैजना पुगिसक्यौँ। यहाँ चाहिँ हाम्रो बोजूको घर, काकाहरूको घर। अनि हेर्नु पानी कस्तरी परिरहेको छ, पुरा चिप्लिन्छ कि भन्ने पनि डर हो। यत्रो यत्रो हिल लगाएर हिँड्दैछौँ हामी सबैजना। अनि यहाँ चाहिँ अगाडि अगाडि मेरो नन्द जानुहुँदैछ, म चाहिँ उनको पछि पछि जाँदै थिएँ। म चाहिँ आस्ते आस्ते हिँड्दै थिएँ, कतै चिप्लिन्छ कि साडीमा अल्झेर भनेर नि त यत्रो हिल जो लगाएको थिएँ। मलाई चाहिँ धेरै हिल लगाउने आदत छैन, म चाहिँ धेरै जस्तो यो के अरे स्निकर मात्रै धेरै युज गर्छु, फ्ल्याट्सहरू हिल यति लगाउँदिनँ नि त। त्यही भएर डर लाग्छ कि चिप्लिन्छ कि लडिन्छ कि भनेर नि त। कति दफा त्यस्तो भइसकेको थियो, धेरै हिल लगाउँदाखेरि खुट्टा मर्केर नि त, त्यसले गर्दा म लगाउँदिनँ। अनि यहाँ मम्मी पापा पनि बस्नुभयो। सबैभन्दा पहिला मम्मी पापाले लगाउनुहुन्छ टिका बोजूको हातले, उसको बादमा हामी सबै केटाकेटीहरूको बारी आउँछ। अनि यहाँ चाहिँ पुरा सबैजना जम्मा हुनुभएको रहेछ हो, पुरा परिवारै जम्मा हुनुभएको रहेछ घरभित्र हेर्दाखेरि त। अनि यहाँ चाहिँ पुरा बुहारी पार्टीहरू सबैजना मिलेर, काकीहरू मिलेर खानापिना बनाउनु हुँदै रहेछ। हामी चाहिँ भर्खर खाना खाएर निस्केको थियौँ घरमा टिका सिका लगाएर मम्मी पापाको हातको। अनि यहाँ चाहिँ मेरो देउरानीहरू बसेर हाई हेलो गर्दैछ हो, चन्द्राले हाई हेलो गर्दैछ। ऊ चाहिँ मामाको बुहारी हो। अनि यहाँ चाहिँ बाहिर हो घरको जति पनि जेन्ट्स पार्टीहरू सबैजना, यहाँ हाम्रो काका हुनुहुन्छ, अजय भाइ छ, उनीहरू सबै यहाँ बनाउँदै रहेछन् खानापिनाहरू हो। पानी पनि त्यस्तै परिदिएको, हेर्नुहोस् न बाहिर कस्तो भएको छ मौसम। मजा आउँदैन नि त चाडबाडमा चाहिँ धेरै पानी पऱ्यो भने चाहिँ हो, अल्छी लाग्छ हिँड्नु पनि। अनि यहाँ चाहिँ केटाकेटीहरू पुरा आज 2 अक्टोबर हो भनेर गान्धीजीको बर्थडे भनेर सेलिब्रेट गर्ने भन्दै यहाँ हेर्नु न बेलुन्सहरू लगाउँदै पुरा वालमा चिप्काउँदै रहेछ। अनि यहाँ केक पनि आफै बनाइछन् हो, बिस्किट सिस्किट कुटेर। अनि यहाँ चाहिँ एरोम्बाको लागि रेडी गरिदिँदैछ फटाफट। यो चाहिँ गाइस नेक्स्ट डेको भिडियो, त्यो दिनको भिडियो सक्यो। मैले चाहिँ सबै दिनको जति पनि अब दसैँको 4-5 दिन हुन्छ त सबै मिक्स गरेर बनाएको छु हो। किनकि अब अलग अलग भिडियो बनाउनु पनि मिल्दैन, किनकि एक त वाइचङमा लाइट पनि थिएन, अनि प्रब्लम एक त नेटवर्क प्रब्लम, त्यसले गर्दाखेरि मैले धेरै भिडियो पनि खिच्नु पाइनँ, लिनु पाइनँ मैले, त्यसले गर्दाखेरि। अनि मेरो भिडियो पनि अलिक लेटै भयो, दसैँ खत्तम भएर कहाँ पुगिसक्यो, मैले अहिले बल्ल अपलोड गर्दैछु, त्यस्तै भइहाल्छ। अनि यो चाहिँ मामाको नेक्स्ट डेको भिडियो भनौँ न अब। अनि यो चाहिँ हामी सबैजना यहाँ आएको छौँ मामा घरमा। टिका त हामीले त्यही दिन लगाइसकेको थियौँ, बट खानापिना चाहिँ हाम्रो टर्न वाइज हुन्छ। एक दिन मामाहरूकोमा भयो नि साममा, बोजूहरूकोमा पर्सिपल्ट काकाहरूकोमा साममा, आन्टीहरूकोमा, त्यसरी टर्न वाइज खिलाउँछ नि त खानापिनाहरू। अनि यहाँ चाहिँ हामी सबैजना बसेको छौँ, कोही के गर्दै कोही मासु काट्दैछन्, कोही यहाँ स्यालेड बनाउनु लागि खिराहरू काट्दैछ, दिदीहरू भएर स्यालेड बनाउनु आँट्नु भएको छ। म चाहिँ यहाँ
मासुहरू बनाउँदै थिएँ म चाहिँ साइडमा अनि उता जेन्ट्सहरू चाहिँ मासुहरू कटिङ गर्नुहुँदै थियो। यहाँ चाहिँ मैले बोइलर बनाउँदैछु अलिकति लोकल नानीहरूलाई चाहिँ लोकलहरू अनि हाँसको मासु खसी खाँदैन नि त जान्दैन हड्डीहरू हुन्छ भनेर उनीहरूलाई चाहिँ एकदम सफ्ट अब बोइलरको मासु चाहिँ एकदम सफ्ट हुन्छ नि त त्यसले गर्दा उनीहरूलाई खानु इजी हुन्छ। अनि यहाँ चाहिँ केटाकेटीहरू बिहान बिहान अम्बक लिएर बस्छन् हो पुरा यत्रो यत्रो अम्बक त्यो पनि पुरा नुन खुर्सानीको साथमा म चाहिँ उनीलाई जिस्काउँदै थिएँ पेट पोल्छ है पेट दुख्छ भन्दै। हाम्रो ईशान नम्बर 1 हो पुरा बस्छ नि त ऊ चाहिँ वाइचुङको हो ऊ चाहिँ हामीको माइला देवरको छोरा अनि यता हाम्रो दुईटा भान्जा अनि तीनजनै बसेर एकदम खुसीको साथमा खाँदै थिएँ। यिनीहरूलाई खाएको देख्दा त मलाई पनि खाम लागेको नि त तर होस् म चाहिँ अलिकति कुकिङ गर्नुमा बिजी थिएँ त्यसले गर्दाखेरि यिनीहरूसँग बसिनँ। यिनीहरूको चाहिँ सानो एउटा क्लिपिङ लिनु पर्यो भिडियो क्लिप लिनु पर्यो भनेर मैले यिनीहरूलाई जिस्काउँदै क्लिप लिएर यो हो दसैँमा चाहिँ यस्तो नखाए त फेरि कहाँ दसैँ हुन्छ नि गाइज हो कि होइन। यो चाहिँ हो प्योर कोदोको जाड हो जो कि घरमै बनिँदैछ हेर्नुहोस् यही कस्तो बाक्लो प्योर कोदोको जाड। अब कोदोको जाड भन्दाखेरि त अरू जातिले त बुझ्दैनन् होला हाम्रो नेपालीले बुझिहाल्नुहुन्छ के हो भनेर होइन। प्योर कोदोको जाड हेर्नुहोस् कसलाई मनपर्छ प्योर कोदोको जाड। यहाँ चाहिँ छोरीहरूले भाडा मोल्दैछ हो अब त ठुल्ठुलो भयो भाडा त मोल्नु सक्छ भनेर यिनीहरूलाई भाडा मोल्नु लगाउँदैछु म। श्रेया र गौरी बसेर भाडा मोल्दैछ अनि यहाँ चाहिँ माइजू पनि आएर बसिसक्नु भएछ। लु है मामा घरमा आज खानापिना पनि पुरा रेडी भइसक्यो जे बनिएको थियो। यहाँ चाहिँ इनका बहिनी उभिराख्नु भएको छ ऊ पनि नन्द हो हाम्रो मामाको छोरी। सो यहाँ खानापिनाको लागि रेडी हुँदैछ अनि खानापिना खाइसकेको बादमा यो चाहिँ हामी एकछिनको लागि सामसाममा घुम्नु जाऊँ न पेडीफिलको तरफ खेतीको तरफ भनेर गएको नि त। मामाको घरको पछाडिको यो चाहिँ भ्यू हो हेर्नु कस्तो राम्रो छ कस्तो मजाले खेती मतलब धान उत्यो भएको छ उगेर आएको छ। अनि शामको भ्यू हेर्नुहोस् न कस्तो राम्रो छ मलाई साह्रै मनपर्छ वाइचुङमा बिहान शामको भ्यू हो। दिनमा त्यति निस्किनु सकेन बहुत गर्मी हुन्छ बट शाम र बिहान चाहिँ यस्तो मजा आउँछ भने नि घुम्नु लागि पुरा स्वर्ग हेभेन जस्तो लाग्छ बिल्कुल एकदम शान्त हो कस्तो मजा आउँछ। यहाँ चाहिँ केही प्रकारको त्यस्तो त्यो छैन एकदम सिम्पल लाइफ छ बहुत राम्रो लाग्छ यो जग्गा मलाई चाहिँ वाइचुङ। अनि यहाँ चाहिँ कसैले कसैलाई जज गर्दैन बहुत राम्रो छ सिम्पल लाइफ। सो मलाई चाहिँ धेरै मनपर्छ। सो उसको बादमा शाम पनि भइसकेको थियो अनि हामी आयौँ माइजूको घरमा टिका लगाउनु लागि। यो चाहिँ माइजूले टिका लगाइदिनु हुँदैछ सबैलाई। सो यो चाहिँ हो दसैँ डे 3 3 दिनको दिनमा यो चाहिँ हाम्रो घरभरि आज चाहिँ हाम्रो घरमा छ भोजको मतलब फर्स्ट डे त अब टिका भइहाल्यो हो सेकेन्ड दिनमा हाम्रो माइजू घरमा थियो खानापिना उसके बादमा यो चाहिँ हाम्रो घरमा भयो। अनि यहाँ चाहिँ सबै रेडी हुँदैछ अब म जति पनि मैले बनाएको थिएँ खानापिनाहरू बिहान बिहान उठेर हो अब सबैजनालाई हामीले खानाको लागि इन्भाइट गरेको थियौँ। यहाँ चाहिँ बोइल बनाएको थिएँ फर्सीहरूको गट्टा फर्सी हुन्छ त हो त्यो साह्रै मिठो हुँदो रहेछ। मैले चाहिँ कहिले टेस्ट गरेको थिइनँ हो फर्सी यसरी बोइल गरेर खाएको बट यस्तो मिठो हुँदो रहेछ यस्तो स्वादिष्ट हुँदो रहेछ पुरा सेम आलु जस्तै आलु भन्दा नि मिठो नि त कस्तो मिठो लाग्यो मलाई चाहिँ। और यो चाहिँ हाँसको मासु मतलब हाँसको कर्जी मर्ची भन्छ त भित्रासुहरू हो त्यो मैले फ्राई गरेको अलिकति दाल बनाएँ हो अनि त्यहाँबाट अलिकति चटनी अचारहरू बनाएँ अनि त्यहाँबाट यो चाहिँ हो तातो तातो भएर खोल्नु पनि अप्ठ्यारो भएको नि त। अनि यो चाहिँ अलिकति मैले चिकन बनाएको चिकन चाहिँ अब नानीहरूको लागि हुन्छ भनेर चिकन बनाएको चिकन चाहिँ मैले बनाएको होइन मलाई हेल्प गर्नुभयो हामीको मामाको बुहारीले उसले बनाएको चिकन। अनि यो चाहिँ हो खसीको मासु यो चाहिँ मैले नै बनाएको यो चाहिँ गरम गरम खसीको मासु मम्मीले एउटा एउटा गर्दै देखाइदिनु हुँदैछ म चाहिँ भिडियो सुट गर्दै थिएँ नि त बुहारी तिम्रो हेल्प गरिदिनु पर्यो भन्दै खोल्दै देखाउनु हुँदैछ। यो चाहिँ हो एकदम चटनी स्पेसल चटनी गाडीको चटनी दिदीले बनाउनु भएको हो। अनि अचार यो हेर्नुहोस् न बोडी लम्बा लम्बा हालेर आलु र मटरको अचार यस्तो यो चाहिँ हामीले सिलामा हालेको होइन तिलको अचार हो। यो पनि हेर्दै खाम लाग्दो भएको थियो। सो सबै कुरा यहाँ रेडी भइसक्यो अब हामी चाहिँ वेट गरेर बसिरहेको थियौँ सबैजनाको हो। अनि यो त देखाउनै भुलेछु तपाईहरुलाई यो चाहिँ मेन एकदम हाँसको मासु मासु बिना त बिल्कुलै चाडबाड मलाई चाहिँ इन्कम्प्लिट भए जस्तो लाग्छ। सानैभरि हाँसको मासु खाएर होला नि खसीहरू कुखुराहरू भन्दा नि मलाई चाहिँ धेरै हाँसको मासु मिठो लाग्छ। अनि यो पनि रेडी भइसक्यो। अनि यहाँ चाहिँ कुनै कोले कोला लिएर राख्नु भएको रहेछ कोल हो हेर्नु न कस्तो राम्रो फ्रेस हेर्दै खाम लाग्दो पाकेको कोला हो। अनि यो पनि मैले तपाईहरुलाई देखाउँदैछु। मैले चाहिँ यहाँबाट एउटा निकालेर अघि खाइसकेको थिएँ नि त। अनि यहाँ चाहिँ सबै कुरा रेडी भइसक्यो। अब मम्मी चाहिँ बस्नुभयो भान्सेको लागि अब हेड अफ द फ्यामिली हुनु त अब हामी पनि हेल्प गर्छौँ मम्मीलाई तर मम्मीले चाहिँ फर्स्ट उसले पस्किनुहुन्छ नि त सबैको लागि खाना अनि त्यसको बादमा हामीले हेल्प गर्छौँ। सो मम्मी पनि यहाँ बसिसक्नु भएको छ।
यहाँ चाहिँ मैले मम्मीलाई हाई भनिदिनुहोस् न भन्दै भनेको नि त मम्मीलाई। सो यहाँ चाहिँ सबैजना बसे केटाकेटीहरू खानु लागि। गाउँघरमा त यस्तै हो, डाइनिङ टेबल सेबल हुँदैन, मजाले पलेटी कसेर हो मेट बिछाएर खाइन्छ गाउँघरमा त। अनि कस्तो राम्रो लाग्छ, कस्तो मजा आउँछ। यहाँ मम्मी दिदीहरू सबै बस्नुभएको छ, यहाँ काका खानु हुँदैछ, सबैजना टर्न वाइज। अनि यहाँ चाहिँ पानी बाहिर बगेर गइरहेको रहेछ। वाइचुङमा त यस्तै हो, पानी एभाइलेबल 24 आवर्स पानी आइरहेको छ पाइपमा हो। अनि यहाँ सबैजना भेला होइसक्नुभयो। अब लन्चको टाइम पनि लगभग भइसकेको थियो। पकाउँदा पकाउँदा वेट गर्दा गर्दा 12-1 बजिसकेको थियो। यहाँ चाहिँ सबैजनाले खाएर गइसके। अनि हामी चाहिँ लास्टमा बसेको नि त, हामी जति पनि लेडिज पार्टीहरू, दिदीबहिनीहरू, बुहारी पार्टीहरू लास्टमा खानु बसेको। यहाँ चाहिँ हामी स्वाद लिँदै खाँदैछौँ हो, सबैजना मिलेर। मजा आयो, मिठो भएको रहेछ सबै चिज बनाएको। सबैजनाले खाइपिसक्नु भयो। अब यति धेरै भाँडा थुप्रेको थियो। अनि यहाँ चाहिँ सबैजना बसेर भाँडा मोलिँदैछ, सफा गरिदिँदैछ। कोही किचन साफ गर्ने, कोही बर्तन साफ गर्ने, सबैले यो काम गरिँदैछ। सो यस्तै हो गाइस, दसैँ पनि सक्यो वाइचुङको। अनि लास्टमा चाहिँ हामी सबैजना लु है अब दसैँ पनि अब भोलि त घर वापस जाइन्छ भनेर सबैजना फोटोसुट गर्नु लागि जाँदै थियौँ। कस्तो राम्रो भ्यू थियो नि त त्यतातिर, त्यही भएर। सो तपाईँहरूलाई कस्तो लाग्यो मेरो व्लग? मैले फर्स्ट टाइम व्लगिङ नेपालीमा बनाएको, धेरै मेरो त हिन्दीमै हुन्छ। अनि मलाई चाहिँ दसैँ हो भनेर नेपालीमा व्लग बनाउनु मन लागेको नि त, त्यही भएर अगर मेरो मिस्टेक भयो भने चाहिँ प्लिज इग्नोर गरिदिनुहोस्, मैले बोलेको जति पनि मिस्टेक भएछ भने। अनि तपाईँहरूलाई कस्तो लाग्यो मेरो व्लग, दसैँको व्लग, वाइचुङको व्लग कमेन्ट्स गरेर भनिदिनु होला। अनि प्लिज सेयर गर्नु नभुल्नुहोस् होला। अनि जति पनि मेरो प्रिभियस भिडियोजहरू छ एकबार चेकआउट गरेर त्यसमा लाइक कमेन्ट्सहरू गरिदिनु होला हैन। अनि आफ्नो फ्रेन्ड्सहरूसँग पनि सेयर गरिदिनु होला। सो थ्याङ्क यू फर वाचिङ। आफ्नो ख्याल राख्नुहोस्। मिल्नेछु तपाईँहरूलाई म नेक्स्ट भिडियोमा। So bye bye everyone, love you, thank you for watching, love you.